हामीले अक्सिलरी भर्ब जस्तै डु, डज र डिडलाई चाहिँ केमा प्रयोग गर्छौँ? फर इक्जाम्पल कसैलाई क्वेसन सोध्नु पर्दा या आफूले कुनै सेन्टेन्सलाई नेगेटिभ बनाउनु पर्दा र त्यसपछि सर्ट एन्सर रिप्लाई गर्ने बेला मात्र युज गरेको देखिन्छ। तर हामीले यही वर्डलाई लिएर आफ्नो इङ्ग्लिसलाई अझै पनि इम्प्रुभ गर्न सकिन्छ। जस्तै कसैले सोद्धाखेरि डु यु लाइक माई आइडिया भन्दाखेरि आफूले यस आई लाइक यर आइडिया भन्दा अलि एभरेज र मोडरेट साउन्ड गर्छ। तर त्यसको सट्टामा यस आई डु लाइक यर आइडिया भन्दाखेरि यसलाई चाहिँ मेरो आइडिया मन परेछ कि भनेर रिसिभरलाई के हुन्छ, कन्फर्म हुन्छ। बसले सोध्यो डिड यु सेन्ड द फाइल यस्टरडे भनेर सोद्धाखेरि यस आई डिड सेन्ड द फाइल्स भन्दाखेरि के हुन्छ, मैले पठाएको नै हो भनेर कन्फर्म हुन्छ। त्यस कारणले चाहिँ हामीले एउटा सेन्टेन्स फर्मेसनमा पनि यिनीहरूलाई युज गरेर अलिकति आफ्नो आइडियालाई चाहिँ के गर्न सक्छौँ, क्ल्यारिफाई गर्न सक्छौँ।